हेलो वेलकम टु ब्याक गाइस। सो गाइस मैले चाहिँ एउटा प्लान सोचिरहेको थिएँ कि होइन, मेरो बुढीको बर्थडे आउँदै थियो क्या। सो बर्थडेमा चाहिँ मैले उसलाई फर्स्ट आवरमा चाहिँ केक काट्ने भनेर सोचिरहेको थिएँ। त्यही भएर चाहिँ मैले केक सबै ल्याउने व्यवस्था गरिरहेको छु। सो उसलाई मैले सोचिरहेको थिएँ कि उसको रियाक्सन पनि हेरौँ, अनि उसलाई हुन्छ नि अर्को एक्साइटेड क्या गयो होस् भन्ने सोचिरहेको थिएँ। त्यही भएर मैले सोले केक ल्याउनु जाँदैछु होइन, उसलाई चाहिँ थाहा छैन मैले उसलाई बारेमा थोरै काम छ भनेर आएको छु। सो त्यही भएर चाहिँ म जाँदैछु गाइस। केक लगिसकेको छु गाइस होइन, यहाँबाट चाहिँ प्याकिङ हुँदैछ हाम्रो केक चाहिँ। दाइले चाहिँ केक प्याकिङ गरिदिनु हुन्छ। अनि दुईवटा त्यो ऊ पनि हालिदिनु है, सानोवाला। हजुर मैले यहाँनिर चाहिँ सबै कुराहरू चाहिँ रेडी गरिसकेँ होइन। म चाहिँ जाँदै हो, अब उसलाई पनि दिनु पऱ्यो नि त। सरी केक लुकाउनु। सो हेलो गाइस, वेलकम ब्याक। फाइनली 12 बजिसक्यो होइन, अहिले चाहिँ 12 बजिसक्यो। आज 12 बजेपछि चाहिँ तिम्रो के अरे ह्याप्पी बर्थडे टु यु दीक्षा। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना माई बुढी। तिमीले सोचेको सबै कुराहरू पुरा होस्। अब बुढोले गिफ्ट दिन सकेन भनेर चाहिँ देखिन हौ। यता हेर्दा एकचोटि खुसी छौ कि दुखी छौ? खुसी छौ? सो गाइस यस्तै हो होइन। अब सो चाहिँ मलाई चाहिँ उसलाई चाहिँ मैले के ल्याएको छु तिमीलाई थाहा छ? सो मैले के ल्याएको छु उसलाई थाहा छैन, मैले लुगाएको छु होइन। सो मैले ल्याउनु जाँदैछु अहिले, उसलाई थाहा छैन। सो ल्याउँछु एकछिनमा। सो गाइस यही होइन, म ल्याएर पनि आइसकेँ। अब चाहिँ उसको बर्थडे स्पेसल हुँदैछ यहाँ। यसो स्प्रे यसलाई निकाल त, निकाल त सुन, निकाल न, निकाल्नु आएको छ क्या अहिले अहिले यही काट्नु ल। अनि तिमीले के सोचेको त? गिफ्ट खोलिदिन्छु तिमीलाई, सब किन्छ कि। निकाल त, निकाल यसलाई पुरै निकाल न, बाहिर निकाल क्या, बाहिर निकाल। यो दुईवटा क्यान्डिल छ मात्र। ल ल ल छिटो, तिम्रो बर्थडे अब भइसक्यो नि त। यसलाई निकाल, यसलाई यस्तो यस्तो बनाऊ न, पुरै पुरै बनाऊ न, निक्सिन्छ हो। यसलाई यस्तै निकाल्ने क्या। लाइट गएको छ है। सो गाइस उसलाई पनि थाहा थिएन होइन मैले बनाएको। ल दुईवटा समातो म लाइट जलाइदिन्छु। अनि मलाई जलाएर यो कसरी हाल्नु फेरि? लाइट जलाउनु काट्ने म जलाइदिन्छु नि त। ह्याप्पी बर्थडे टु यु दीक्षा। यार खोल्नै गाह्रो रहेछ नि यो त। ह्याप्पी बर्थडे। सो गाइस ह्याप्पी बर्थडे। सो उसलाई मैले पुरै गर्दैछु क्या। मान्छे नचिनिनु भएछ क्या। एकछिन हेर बर्थडे बनाइदिएको नि के भयो? के सँग पर्दैन यहाँ बुझ्दैन यहाँ पर्दैन के हुन आँटेको बर्थडे स्पेसल अन्त। फाइनली बर्थडे पनि स्टार्ट भयो। ल केक काट पहिला, केक काट। ह्याप्पी बर्थडे टु यु दीक्षु। आज म पनि खिलाइदिन्छु ल तिमीलाई। म चाहिँ तिमीलाई चक्लेट खिलाइदिन्छु। ल ल बर्थडे स्पेसल कस्तो लाग्यो? उसको गाइस बर्थडे पनि भयो होइन। फाइनली उसको बर्थडे मैले चाहिँ फर्स्ट आवरमा नै उसको केक काटिदिने भनेको थिएँ सर। त्यही भएर चाहिँ मैले केक काटिदिएको। उसलाई पनि थाहा थिएन मैले ल्याएको। त्यही भएर कतिको ह्याप्पी छ नि त। अब धेरै छ, भोलि अर्को केक काट्ने होइन। भोलि तिमीलाई सबै भोलि ल। ओके आज अहिले चाहिँ गिफ्ट के छ केक मात्र ल्याएको। समय नै ल के भन्छौ अब? अब यो पुरै खान्छौ? गाइस बर्थडे पनि भइसक्यो होइन। बर्थडे मनायो नि होइन। बर्थडे बस चाहिँ यता हुन्छ हाम्रो चाहिँ